सम्पूर्णमा नमस्कार। गैर आवासीय नेपाली सङ्घ पोर्तुगलका महिला संयोजक म लगायत सम्पूर्ण पदाधिकारी जीवहरूको तर्फबाट आउँदो दीपावली र छठ पर्वको शुभकामना दिन चाहन्छौँ। साथै यही अक्टोबर 19 तारिक आइतबारका दिन बेला विस्ता पार्कमा देउसी भैलो कार्यक्रम हुन गइरहेको हुँदा सम्पूर्ण नेपाली जनहरूमा चुले निम्तो पनि दिन चाहन्छौँ। साङ्गीतिक कार्यक्रम, नाचगान तथा चियापानको पनि व्यवस्था गरिएको छ र यो निशुल्क प्रवेश गरिनेछ भने उत्कृष्ट देउसी भैलो भट्याउने टोलीलाई छनौट गरी उपहारको पनि व्यवस्थापन गरिएको छ। प्रदेशमा रहेर आउँदो भावी पिँढीहरूलाई हाम्रो सभ्यता सुम्पिनु हाम्रो दायित्व हो। त्यसकारण सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थिति भई कार्यक्रमलाई सफल, सभ्य र भव्य बनाइदिनुहुन्छ भन्ने आशा राखेको छौँ। धन्यवाद।